नमस्कार मेरा युट्युब का साथीहरूलाई आज 2083 साल जेठ 9 गते हाम्रा ड्रैगन फ्रूट का फूलहरू यस प्रकारका रहेका छन्। ड्रैगन फ्रूट का फूलहरू अत्यधिक फुलिरहेका छन्। यसरी ड्रैगन फ्रूट छतमाथि फलाउँदाखेरि वेस्टेज ठाउँहरू खेर जान भन्दा यसरी लगाउँदा खान पाइयो, बेच्न पाइयो र यो ड्रैगन फ्रूट भनेको यो पौष्टिक हो। यो पौष्टिक तत्त्व यसमा धेरै भएका हुन्छन् र यो ड्रैगन फ्रूट यो बिरामीले खाने अनि निरोगी सबैले खान मिल्ने खालको फल हो र हामी कहाँ भएको यो ड्रैगन फ्रूट भनेको अर्ग्यानिक विषादी रहित छ। विषादी पटक्कै हालेको छैन। यो सबै अर्ग्यानिक मलहरू, गनेउला मल, हड्डीको मल, कुखुराको मल, बाख्राको जुत्तो हालेको छ र यो ड्रैगन फ्रूट भनेको यस्तो फ्रूट हो कि स्वास्थ्यको लागि राम्रो, बिरामी रोगीहरूले खान पनि एकदम उपयुक्त हुने फल हो। हाम्रा यसरी यस प्रकार रहेका छन्। यो छतमा लटरम्मै फूल फुलिरहेका छन्। यो लोट छन् अनि यो मौसमको कारणले गर्दाखेरि पानी अत्याधिक आउने अनि एउटै हाँगामा धेरै लाउने भएर यसरी यो फूलहरू नफुल्दै नफक्रिँदै बस्न सक्छ। यो धेरै भएको कारणले गर्दाखेरि पनि हो। हाम्रो यस प्रकार अहिले अति नै धेरै नै छ, अति धेरै नै छ। मैले 2 तला अनि लास्ट तलामा 3 तलामा सबै ड्रैगन फ्रूटहरू लगाएको छु। देख्न सक्नुहुन्छ यसरी फूलहरू फुलिरहेका छन्। टन्न ढकमक्कै यति धेरै फुलिरहेका छन् कि वर्णन गरेर साध्य छैन। यो खेर गएको ठाउँमा लगाउँदाखेरि अति उपयुक्त।